ल आज मासुको अचार बनाउँदै गरेको बन्दैछ। के कस्तो हुन्छ लास्टसम्म हेरेर साथ दिनुहोस् है मेरो साथीहरू। अदुवा यता तासेर राखिँदैछ, यहाँ छ अदुवा अनि बाँकी कागतीहरू यता छ हैन। अब फाइनलसम्म हेरेर साथ दिनुहोस् है मेरो साथीहरू। मासु चाहिँ यहाँनिर डालोमा राखिराखेका छौँ। अब अचार कस्तोसम्म बन्छ, कस्तो खालको हुन्छ हेरेर कमेन्ट चाहिँ गर्नु नभुल्नु होला। ल मेरो साथीहरू, फाइनली अचार हेर्नुहोस् है। रागाको सुकुटीको अचार बनाएको हेर्नुहोस्। स्पेशल, एकदम स्पेशल भन्दा स्पेशलै छ खानुलाई। हजुरहरू कसलाई मनपर्छ मासुको अचार कमेन्ट गर्नुहोस् ल।